अनि तपाईँ के गर्नुहुन्छ? म आर्टिस्ट हो भनेर भन्थेँ होइन नेपालको। अनि जति धेरै जसो इन्जिनियर नै भेटिन्थ्यो उबर। किन भन्दाखेरि अनि तपाईँले किन ड्राइभिङ चाहिँ चुज गर्नुभयो भन्दाखेरि इन्जिनियरको स्यालेरी यहाँ 15,000 20,000 छ। म उबर चलाएर होइन उबर चलाएर चाहिँ म 50,000 60,000 महिना कमाउँछु भन्दाखेरि मेरो लागि त पैसा इम्पोर्टेन्ट हो। एजुकेसन भनेको त अब आफ्नो बौद्धिक स्तर विकास गर्नलाई मैले पढाएँ हो भनेर भन्थ्यो। त्यो सही कुरा हो खासमा। कि हामीले पढ्ने भनेको त आफ्नो बौद्धिक विकासको लागि हो नि त। त्यो पढाइ जस्तै हाम्रो एजुकेसन सिस्टम किन फेल भएको छ भन्दाखेरि हामीले इन्जिनियरिङ पढ्दाखेरि हामीलाई पिएचडी गरेको डक्टरहरूले होइन मास्टर्स गरेकोहरूले धेरै पढाउनु भयो होइन। हप्तामा एक दिन चाहिँ 20 वर्ष एक्सपिरियन्स भएको लेबरले, मिस्त्रीले, प्लम्बरले, इलेक्ट्रिसियनले पढाइदिएको भए अनि हामीले त्यो 5 वर्ष लाग्छ नि हामीलाई एक्सपिरियन्स लिन सानो कुराहरू डिटेलमा बुझ्नलाई। त्यो लेबरले, मिस्त्रीले पढाइदिएको भए त हामीलाई त्यो 5 वर्षसम्म लाग्दैन थियो नि त। हामी ब्याचलर पढ्दै चाहिँ धेरै कुराहरू सिकिसक्थ्यौँ होइन। हामी अलरेडी त्यो ब्याचलरबाट निस्किने बित्तिकै एक्सपिरियन्स्ड इन्जिनियर भएर निस्किन्थ्यौँ एउटा। अर्को कुरा हामीले लेबर मिस्त्रीलाई हेर्ने नजरिया फरक हुन्थ्यो किनभने हामीलाई त्यसले पढाएको हुन्थ्यो नि त। भनेपछि कोही बुढो मान्छे छ अनि इन्जिनियरहरूले तिमी भनेर बोलिरहेको हुन्छ क्या। त्यो भनेको त इज्जत दिने हो नि त। ऊ पनि काम गर्न आएको, इन्जिनियर पनि काम गर्न आएको, कसैलाई हेप्ने त होइन नि त। त्यो हुन्थ्यो। अनि लेबर मिस्त्रीलाई पनि के हुन्थ्यो भन्दाखेरि हामीले पनि त इन्जिनियरहरूलाई पढाएको छौँ भन्ने एउटा त हुन्थ्यो नि त होइन। भनेपछि म्युचुअल अन्डरस्ट्यान्डिङ हुन्थ्यो। तलमाथि होला, सुविधा फरक होला, के होला, तर इज्जत त बराबर हुनु पऱ्यो नि त। इन्जिनियरले जति इज्जत पाउँछ लेबरले, मिस्त्रीले, त्यो डोजर चलाउने ड्राइभरले, टिपर चलाउने ड्राइभरले, सबैले त्यो जुन कन्स्ट्रक्सनमा जतिजना काम गर्छन् सबैको इज्जत त बराबर हो नि त। इज्जत त तलमाथि हुँदैन थियो नि त। अनि एजुकेसन सिस्टममा हाम्रो त्यही यो प्र्याक्टिकल होइन एक्सपिरियन्स बेस्ड एजुकेसन सिस्टम छैन। कोही मान्छेले लगातार ब्याचलर, मास्टर्स, पिएचडी गऱ्यो भने त्यो नेपालमा चाहिँ लेक्चरर, प्रोफेसर बन्नलाई लायक भइसक्छ क्या। उसको डिग्री भए पुग्यो, उसले पढाएको भए पुग्यो, उसले काम गरेको हुनु परेन क्या। मैले लगातार पढेँ अनि फेरि पढाएँ भनेपछि त्यो त मजा आएन नि त। भनेको त फेलियर जस्तो भयो नि त। पढेँ काहीँ जागिर पाएन अनि अब पढाउनु जाने भनेपछि फेरि उसले पढायो त्यो पढेर फेरि पढाउने नै बनाउने भयो नि त। उसले त लास्टमा त इन्डस्ट्रीमा काम गर्ने बनाउनु पर्ने हो नि त। अनि नेपालमा यो सिस्टम पनि गलत छ क्या। तपाईँको काहीँ जागिर पाइएन, कतै केही भएन भने लास्टमा चाहिँ टिचिङ गर्न जाने भनिन्छ नि। प्राइभेट स्कुलमा टिचिङ गर्नलाई लाइसेन्स इक्जामहरू छैन नि। छैन नि, हुनु पर्थ्यो नि। मलाई अब केही काम लागेन, म चारैतिर नालायक भयो भनेपछि पढाउने हो र होइन नि। त्यो त पढाउनु भने त सबभन्दा ठुलो काम हो होइन। तपाईँको बच्चैदेखि त्यो मान्छेलाई ग्रोथमा एउटा सहायता प्रदान गर्ने टिचर जस्तो चिज टाइम पास गर्न जाने त होइन नि। प्राइभेट स्कुलमा पनि तपाईँको टिचिङ गर्नुभन्दा अगाडि इक्जामको सिस्टम हुनु पऱ्यो क्या। अनि इक्जाम लिइसकेपछि तिनीहरूलाई ट्रेनिङ पनि हुनु पऱ्यो। इक्जाम मात्रै पास गरेर भएन, इक्जाम एक लेभलको भइसकेपछि सिरियसनेस कति छ देखिन्छ। त्यो पछि उनीहरूलाई ट्रेनिङ दिनु पऱ्यो। हामीलाई नै याद छ कुनै टिचर इङ्ग्लिस पढाउन आउने तर उसैलाई इङ्ग्लिस आउँदैन थियो क्या होइन। इङ्ग्लिस टिचरले पनि नेपालीमा पढाउँथे कहिलेकाहीँ कुनै स्कुलमा। म धेरैवटा स्कुल पढेँ त्यो हिसाबले भन्नु 8-10वटा होइन 8-10वटा। लास्टमा चाहिँ एसएलसी चाहिँ अलायन्स एकाडेमीबाट दिए हो। त्यहाँको इङ्ग्लिस टिचर चाहिँ यति राम्रो हुनुहुन्थ्यो कि उहाँको पढाइको भरमा मैले आइएल्स दिँदाखेरि 7.5 आएको थिएँ क्या। मैले के अरे ब्याचलर पछाडि चाहिँ आइएल्स गरेको होइन मास्टर्स पढ्नलाई। अनि त्यो बेलाको उहाँले पढाउनु भएको ग्रामरहरू, लिट्रेचरहरू, लेख्ने तरिकाहरू, प्याराग्राफ राइटिङहरू मलाई पछिसम्म काम लाग्यो। मैले आइएल्स लिँदाखेरि ट्रेनिङ लिनु परेन क्या। भारतमा डिफ्रेन्ट थियो त एक्सपिरियन्स गरिरहेको मान्छे, काम गरिरहेको मान्छेहरूले पनि आएर लेक्चर दिन्थे। त्यहाँ थियो। त्यहाँ चाहिँ कस्तो थियो भन्दाखेरि तपाईँको इन्डस्ट्रियल पिएचडी र यो टिचिङ पिएचडी फरक हुन्थ्यो क्या। तपाईँले काम गर्नलाई गरिने पिएचडी र पढाउनलाई गरिने पिएचडी फरक हुन्थ्यो। तपाईँको एक्सपिरियन्सको आधारमा पनि कति क्रेडिटहरू दिइन्थ्यो क्या त्यहाँ। किनभने हामीलाई पढाउने टिचरले अझै पनि डिजाइन गर्नुहुन्थ्यो आफैले। अटोक्याड आफैले स्ट्रक्चरल एनालाइसिसको सफ्टवेयरहरू चलाउनुहुन्थ्यो। नेपालमा चाहिँ के छ थाहा छ? नेपालमा 5 वर्ष काम गरिसकेपछि अब त मैले किन त कलम छुनु पऱ्यो, अब मैले किन डिजाइन गर्नु पऱ्यो, अरूले गरेको डिजाइनमा साइन गर्ने हो नि त। म आफैले किन एनालाइसिस गर्नु पऱ्यो, अरूले गरिदिएको एनालाइसिसमा मैले साइन मात्रै गर्ने हो नि त भन्ने सोचाइ छ क्या। हाम्रोमा चाहिँ अलिकति एक्सपिरियन्स भएपछि पुगेपछि म त हिरो, म त बबालै हो, मैले त अब केही गर्नै पर्दैन, मैले पढ्नै पर्दैन। त्यहाँ 70 वर्ष पुगिसकेका प्रोफेसरहरू डेली पढ्छन्। यहाँ पढ्ने चलनै छैन। यहाँ पढेर त किन, मैले त पढिसकेँ, मसँग पिएचडी गरिसकेर डक्टरेट डिग्री छ, मेरो नामको अगाडि डक्टर लेखिसक्यो, अब किन पढ्नु पऱ्यो भन्ने सोध्छ क्या। त्यो गलत हो नि त।
आफूलाई जहिले पनि सिक्ने वातावरण चाहिँ एउटा बनाइरहनु पर्यो पढाइको होइन? केसमा के भन्छु भन्दाखेरि तपाईँको ब्याचलर सकेपछि मलाई अलिअलि थाहा रहेछ अलिअलि थाहा रहन्छ भन्ने हुनु पऱ्यो। मास्टर्स पढेपछि ओहो हामीलाई त धेरै कुरा थाहा रहन्छ भन्ने हुनु पऱ्यो। पिएचडी गरेपछि हामीलाई त केही थाहै रहन्छ, हामीले त अझै पढिराख्नु पर्ने रहेछ, हामी त घमण्डी भएर कामै रहन्छ, हाम्रो बौद्धिक स्तर त अझै विकास गर्न बाँकी रहेछ भन्ने चाहिँ हुनुपर्ने हो क्या, उल्टो छ। अनि पिएचडी गरिसकेको मान्छेहरूलाई भेट्नु मलाई यो विषयमा यसो भनिदिनु न, यो खास के होला, यो मलाई सिकाइदिनु न भन्दाखेरि तपाईँको लेभलले भेट्दैन, यो गर्नलाई थोरै आर्टिकल बुकहरू पढेर आउनुहोस्, त्यो पछि बल्ल म कहाँ आउनुहोस् अनि म बुझाउँछु भन्छन् क्या। त्यो पिएचडीको के काम, जसले चाहिँ साधारण भाषामा लेमेन भाषालाई मान्छेलाई सिकाउन सक्दैन भने त्यो पिएचडी फाले हुन्छ क्या, च्यातिर कामै छैन त्यो पिएचडीको। तपाईँले मलाई सोध्नुभयो, तपाईँले मलाई यो भुइँचालोमा घर किन भत्किन्छ, हामीले बिम किन हाल्छौँ, पिलर किन हाल्छौँ, फुटिङ्स किन हाल्छौँ भने मैले तपाईँलाई बुझाउन सकिनँ भने मेरो इन्जिनियरिङ डिग्रीको काम छैन क्या। त्यो बुझाउन चाहिँ सक्नु पऱ्यो। तेरो लेभलले मलाई भेट्दैन, मिलेन लेभल तेरो बाहुलाई भन्ने होइन क्या। त्यहाँनिर बेसिक भन्दा बेसिक सजिलो वेमा चाहिँ बुझाउन सक्नु पर्यो होइन?